प्रिय मेरी मुटुको धड्कन, आज फेरि रात धेरै ढल्किएको छ। कोठाको झ्यालबाट बाहिर हेर्दा सहर झिलिमिली छ, तर मेरो मन भने अँध्यारो छ। वरिपरि हजारौं मानिस छन्, तर तिमी नभएको यो भिडमा म आफैले एक्लो महसुस गर्छु। यहाँ कमाउनु आएको मान्छे हुँ म, तर कहिले कहीँ लाग्छ पैसा कमाउने दौडमा जीवनका सबैभन्दा सुन्दर क्षणहरू गुमाइरहेको छु। तिम्रो हात समाएर हिँड्नुपर्ने दिनहरू, तिमीसँग चिया पिउँदै हाँस्नुपर्ने साँझहरू सबै सम्झनामा मात्र सीमित भएका छन्। विश्वास गर, मैले तिमीलाई एक दिन पनि बिर्सेको छैन। कामको थकानले शरीर गलाउँछ, तर तिम्रो सम्झनाले मनलाई अझै धेरै थकित बनाउँछ। फोन राखिसकेपछि लामो समयसम्म तिम्रो आवाज कानमा गुन्जिरहन्छ अनि मनले चुपचाप भन्छ, काश अहिले तिमी मेरो छेउमै भएको भए। मलाई थाहा छ, मेरो अनुपस्थितिमा तिमी पनि धेरै कुरा एक्लै सहिरहेकी छौ। मेरा लागि पर्खिने तिम्रा आँखा, चाडपर्वमा लुकाएका तिम्रा आँसु र छिट्टै आउँछु भन्ने मेरो प्रत्येक बाचाले तिमीलाई कति आशा दिएको छ म बुझ्छु। तर मेरी माया, हार नमान्नु। यो दूरी हाम्रो प्रेमको अन्त्य होइन, हाम्रो धैर्यको परीक्षा मात्र हो। आजको पसिना भोलिको खुसीको लागि हो। म फर्किने दिन धेरै टाढा छैन भन्ने विश्वास लिएर हरेक बिहान उठ्छु। त्यो दिन जब म विमानस्थलबाट बाहिर निस्किएर तिमीलाई देख्नेछु, म कुनै शब्द बोल्ने छैन। म केवल तिमीलाई अँगालो हाल्नेछु, किनकि वर्षौंको दूरीलाई शब्दले होइन, मायाले मात्र मेटाउन सकिन्छ। त्यसैले मेरो अनुपस्थितिलाई कमजोरी नसम्झ, यसलाई हाम्रो सुन्दर भविष्यको लागि गरिएको सानो त्याग सम्झ। तिमी मेरो प्रतीक्षा गरिरहनु, म हाम्रो सपनालाई पूरा गरेर अवश्य फर्किनेछु। अन्तिम कुरा, यदि संसारले मलाई तिम्रो सबैभन्दा ठुलो कमाई के हो भनेर सोध्यो भने म निर्धक्कसँग भन्नेछु, प्रदेशबाट ल्याएको पैसा होइन, मेरो प्रतीक्षामा सधैँ अझै पनि अटल भएर बसेकी तिमी नै मेरो सबैभन्दा ठुलो धन हौ। फेरि पनि तिमीले सम्झिँदै यो पत्रबाट बिदा हुन चाहन्छु। उही सधैँ तिम्रै प्यारो मान्छे।